थुथा यलया ठेचे चंगु नवदुर्गा भवानी या छिन्निदया जात्रा जुया चंगुदु वंगु गठामुग निसे नवदुर्गा भवानी द्य या मु थोखा विधिपूर्वक पूजा याना ताल गोसा निसे ठुकु जात्रा न्यागु ख थुगु जात्रा न्याय बोले छुछु सांस्कृतिक गतिविधि जुइगु ओथन चपिन्छ छुछु नीति नियम पालना यामा थैगु बारे विवाद थेचोए श्री नवदुर्गा भवानी देवी गुठिया गुठियार देशा पत्रकार सम्मेलन याना जानकारी बिउगुदु पत्रकार सम्मेलने गुठियार देशा थुगु झिन्निदया जात्रा अवधिभर मुख्य याना निचागु पर्व पूजा न्याके मागु ओथुगु जात्रा अवधिभर थेचे छुन कथया वार व्यवहार हने मजुगु फे न्याके मजुगु सिटिपी मजुगु गठा मजुगु लगायत या नियम पालना या मागु बारे जानकारी ब्यादिगु ख नवदुर्गा नाचको पनि छुट्टै विशेषता छ। नवदुर्गा नाचको 12 वर्षे जात्रा 79 साल साउन 10 गते बेठामङ्गल दिनदेखि प्रारम्भ हाम्रो क्षेत्रमा प्रारम्भ भएको छ। मन्दिरको मूल ढोकामा विभिन्न प्रकारको पूजाआजा गरी टाल्चा लगाएपछि प्रारम्भ भएको छ। मन्दिरमा टाल्चा 12 वर्षे जात्राको क्रममा एक पटक मात्र लगाइन्छ। अन्य वर्षहरूमा चाहिँ 3 वर्ष 365 दिनमै खुल्ला रहने परम्परा छ। यसरी लगाएको टाल्चा अब यही भाद्र 9 गते जुग पञ्चदान दिनमा खोल्ने व्यवस्था जुग चरे तिथिमा खुल्ला गरिन्छ। यसपछि राष्ट्र प्रमुख नवदुर्गा गुठियारको तर्फबाट सुपारी प्रदान पुग्छन् अनि क्रमशः अन्य पर्व पूजाहरू सुरु हुन्छ। 12 वर्षे जात्रा अवधिभर मुख्य 28 वटा पर्व पूजा सञ्चालन गर्नुपर्छ। अथे छिन्निदया जात्रा सञ्चालन या त गोदावरी नगरपालिका नेगुलख तकया व्यवस्थापन यानागु थका गोदावरी नगरपालिका या प्रमुख गजेन्द्र महर्जन जानकारी बियादिएको दु योभन्दा अगाडि अब स्थानीय जनप्रतिनिधि पनि नभएको र हुँदाखेरि पनि केही बजेटको चाहिँ गाह्रो त्यो बेला थियो भने यसपालि अब समयको अनुसार महँगीको कारणले पनि तत्काल केही व्यवस्थापन गर्दा अत्यन्तै गाह्रो भएको हुनाले उहाँले चाहिँ मेला व्यवस्थापनमा सबै कुरा गर्ने नगरपालिकाले बजेटको व्यवस्थापन गरेर उहाँलाई सहयोग गर्ने र एउटा चाहिँ संस्कृति पनि हाम्रो चाहिँ एउटा चाहिँ लगाव हुने र सम्पदालाई पनि बचाउने जुन उद्देश्यका साथ हामीले 50 लाखको जुन व्यवस्थापन गरेका छौँ र म तपाईँ मिडिया मार्फत पनि मेयर महर्जन नगरपालिका फ्याना तगु बजेट बारे थिथि कथया टिकट टिप्पणी जुया चंगु थासे वेकला छुकिया नीति नेगु लख्तक फ्यानागु थका स्पष्ट याना दिल स्थानीय स्तरमा चल्ने जात्रा पर्वहरूलाई सञ्चालन गर्नु मेरो जिम्मेवारी पनि हो, त्यसको कर्तव्य पनि हो। त्यसकारण हामीले यहाँ मात्रै योभन्दा अगाडि पनि हामीले 12 वर्ष मेला व्यवस्थापन समितिको लागि यो कुम्भ मेला लाग्ने ठाउँ जुन गोदावरी कुण्डमा पनि हामीले अक्षय कोषको व्यवस्थापन गरेका छौँ भने यहाँ नवदुर्गामा पनि योभन्दा अगाडि पनि हामीले अक्षय कोषको व्यवस्थापन गरेका छौँ। र यो नितान्त अत्यन्तै खर्चिलो, किनभने यो जुन चाहिँ 28 यो पर्वमा 60 वटा बलि छ भने अब यो त बलिको विषयमा धेरै कुरामा नेगेटिभ आउँछ, तर यो तान्त्रिक रूपमा देउताको लागि चढाउनु पर्ने यो अनिवार्यता भएको कारणले पनि यसको लागि खर्च म्याक्सिमम लाग्छ। मैले भनेको 76 लाखको ठाउँमा अझ हामीले 50 लाख अझ 26 लाख त दिएकै छैन उहाँको अनुमानितमा, होइन। हामीले गर्नुपर्ने विकास निर्माण काम पनि छँदैछौँ, तर यो संस्कृति सम्पदालाई पनि बचाएर लानुपर्ने हाम्रो जिम्मेवारी रहेको हुनाले यो व्यवस्थापन गरी 50 लाख हामीले व्यवस्थापन गरेका छौँ। अरू पनि यस्ता चाहिँ प्रसिद्ध नाचहरू, प्रसिद्ध यस्ता मठ मन्दिरहरू यस्ता चाहिँ कुनै त्यस्ता छन्, हामीले त्यसलाई पनि गर्दै आएका छौँ। थुगु नवदुर्गा खापा प्याखने चिनसोम देवगन्तदी गुकी भैरव काली बाराही कुमारी गणेश ब्रह्मायनी महादेव महालक्ष्मी विष्णुदेवी सिंगिनी बेङ्गिनी इन्द्रायणी व श्वेत भैरव ख श्रावण 10 गते गठामुग निसेन ह्यागु थुगु छिन्निदया जात्रा चैत्र महिना थेचे थुकु प्याख हुइका कोचाई